नमस्कार सबैजनालाई मेरो नाम चाहिँ मानस घिसिङ अनि वेलकम टु आवर युट्युब च्यानल नेक्स्ट स्टेप स्कलर्स। सो आजको भिडियोमा चाहिँ हामी हाउ टु गेट एप्लिकेसन फी वेबर इन फर डिफ्रेन्ट युएस युनिभर्सिटिज भन्ने टपिकमा भिडियो बनाउँदैछौँ। सो यो भिडियोमा चाहिँ अब त्यही एप्लिकेसन फी चाहिँ अब हरेक युनि मोस्ट अफ दि युनिमा चाहिँ हामीले पे गर्नै पर्ने हुन्छ, जुन कि अब $90 $150 नि हुनसक्छ। अब जेनरली हामी अप्लाई गर्ने भनेको 10 to 15 युनिभर्सिटीमा हामी अप्लाई गर्छौँ। त्यो कारणले गर्दाखेरि चाहिँ एकदमै कस्ट हाई हुन जान्छ हाम्रो नेपालको कम्पेयरमा। अब $100 भनेको नि एकदमै धेरै हो नि त। त्यो कारणले गर्दाखेरि चाहिँ एप्लिकेसन फी वेबर चाहिँ पाएर हाम्रो सपोज मैले मेरै केस लिँदाखेरि मैले अलमोस्ट 15वटा युनिभर्सिटिजहरूमा अप्लाई गरेँ होला। त्यो मध्ये मैले खालि दुईवटा युनिभर्सिटीमा मात्रै पे गरेँ एप्लिकेसन फी, अरू सबैमा मैले वेबर पाएँ। अब त्यो वेबर पाउने कुराहरू चाहिँ म तपाईँलाई एक्सप्लेन गर्छु। अब वेबर पाउने सबैभन्दा फर्स्ट स्टेप भनेको चाहिँ तपाईँले त्यो युनिभर्सिटीको प्रोफाइलमा जानु पऱ्यो, वेबसाइटमा जानु पऱ्यो। सपोज अब एउटा कुनै इक्जाम्पल नै, सपोज वासिङटन युनिभर्सिटी जुनलाई चाहिँ वासयु पनि भन्छ, त्यसको जाउँ। वासयुको अब म चाहिँ केमिकल इन्जिनियरिङ भएर केमिकल इन्जिनियरिङ डिपार्टमेन्टमा जाउँ। अब त्यसमा यो यहाँ गएपछि चाहिँ अब यसको एकाडेमिक्समा अब पिएचडीको लागि हेरौँ है, पिएचडी इन इनर्जी इन्भाइरोमेन्टल एन्ड केमिकल इन्जिनियरिङ भन्ने छ। यसमा चाहिँ अब यो सबै लेखेको छ, के हो कसो हो, कति क्रेडिटको हुन्छ, त्यस्तो कुराहरू, फ्रिक्वेन्टली आस्क्ड क्वेसनहरू, पिएचडी को लागि कति हुन्छ, स्टाइपेन्डहरू, अनि त्यसपछि के चुज गर्ने, अन्त सबै कुरा लेखेको छ। योभन्दा पनि अहिलेलाई चाहिँ एप्लिकेसन प्रोसेसमा जाउँ। अब एप्लिकेसन प्रोसेसमा गएपछि चाहिँ यहाँ तल एप्लिकेसन चेकलिस्ट हेर्दाखेरि चाहिँ नन रिफन्डेबल फी भनेर जुन एप्लिकेसन फी भनेर लेखेको छ, यसमा चाहिँ एप्लिकेसन फी वेबर्स विल बी अप्लाइड अटोमेटिकली फर एप्लिकेन्ट मिटिङ एनी अफ द फलोइङ क्राइटेरिया भनेको छ एज डेमोन्स्ट्रेटेड इन द एप्लिकेसन। एउटा क्राइटेरिया भनेको चाहिँ करेन्ट वासिङटन युनिभर्सिटी स्टुडेन्ट हुनु पऱ्यो अर इम्प्लोइ हुनु पऱ्यो, त्यो त अभियसली हामी होइनौँ। अर्को भनेको चाहिँ एटेन्डिङ एन्ड एलिजिबल इन्फर्मेसन सेसन हो, यो चाहिँ एउटा इम्पोर्टेन्ट कुरा हो। अब यिनीहरू युनिभर्सिटीहरूले चाहिँ डिफ्रेन्ट इन्फर्मेसन सेसनहरू गराइरहेको हुन्छ कि, अब भर्चुअल सेसनहरू। अब यो भनेको चाहिँ सिम्पली उनीहरूले आफ्नो डिपार्टमेन्टको बारेमा भन्छ, प्रोग्रामको बारेमा भन्छ। अब अहिलेलाई चाहिँ अब हेरौँ है, यो पिएचडी इन्भाइरोमेन्टल यो चाहिँ कहिले रहेछ भन्दाखेरि 9 AM सेप्टेम्बर 18, 2024मा रहेछ। तपाईँले यसमा सिम्पली रेजिस्टर गर्नुपर्छ आफ्नो इमेल एड्रेसबाट। यो डेट नजिक आएपछि चाहिँ यो क्लिकेबल हुन्छ यो लिङ्क। त्यसरी तपाईँले क्लिक गरेर अनि त्यसपछि रेजिस्टर गरेर अनि जोइन गर्नुपर्छ। जोइन गरेपछि चाहिँ अनि तपाईँको इमेल एड्रेस, तपाईँले एउटा एप्लिकेसन पोर्टलमा लगइन गर्नलाई चाहिँ तपाईँले एउटा आइडी बनाउनुपर्छ। त्यसलाई तपाईँले आफ्नो इमेल एड्रेस युज गर्नुपर्छ। त्यो इमेल एड्रेसले चाहिँ तपाईँ यो इन्फर्मेसन सेसनमा रेजिस्टर गर्नुभयो भने तपाईँको अटोमेटिक एप्लिकेसन फी वेब हुन्छ हो। यसरी नै केमिकलको मात्रै नभइकन बायोमेडिकल, कम्प्युटर साइन्स, इलेक्ट्रिकल सबै डिपार्टमेन्ट, म्याक्सिमम् डिपार्टमेन्टहरूको यस्तो हुन्छ यो इभेन्टहरू हो। त्यही भएर यो एउटा इभेन्ट अटेन्ड गर्ने, त्यसरी नै मैले लगभग 5-6वटा इभेन्ट अटेन्ड, 5-6 अझ बढी 6-7वटा इभेन्ट अटेन्ड गरेर डिफ्रेन्ट मैले त्यो एप्लिकेसन फिभरहरू पाएको थिएँ। एउटा चाहिँ त्यो भयो। अर्को अप्सन भनेको चाहिँ अब सपोज यो एउटा युनिभर्सिटी अफ कोलोराडो एट बोल्डर भन्ने, सियु बोल्डर भन्छ यसलाई। यसमा चाहिँ के छ भन्दाखेरि हाम्रो डिपार्टमेन्ट, अब यो पनि फेरि डिपार्टमेन्ट वाइज फरक पर्छ। अब डिपार्टमेन्टको वेबसाइटमा जाने अनि त्यसमा डिपार्टमेन्टको वेबसाइटमा गएर एडमिसनमा गएर प्रोस्पेक्टिभ ग्रेजुएट स्टुडेन्ट, ग्रेजुएट भनेपछि मास्टर्स प्लस पिएचडी दुइटै पऱ्यो। त्यहाँ गरी हेर्दाखेरि चाहिँ अब यहाँ हाउ टु अप्लाईमा अब के कुराहरू लेखेको छ, अनि त्यसपछि जिआरई इज नो लङ्गर रिक्वायर्ड हो, यो यस्तो कुराहरू लेखेको छ, पर्सनल स्टेटमेन्टहरू यिनीहरू कुरा गरेको छ। तलतिर गयो भने चाहिँ अनि यहाँ के लेखेको छ भन्दाखेरि एप्लिकेसन फी वेबर। अब डोमेस्टिक स्टुडेन्टलाई चाहिँ नो कोड इज रिक्वायर्ड, द फी वेबर इज अटोमेटिकली अप्लाइड। डोमेस्टिक भनेर अब युएस सिटिजनहरूलाई चाहिँ फी चाहिएन, तर इन्टरनेसनललाई स्टुडेन्टलाई चाहिँ $80 एप्लिकेसन फी भनेको छ। तर हाउएभर बिट्विन सेप्टेम्बर 1 and December 1 द डिपार्टमेन्ट विल बी कन्सिडरिङ वेभिङ द एप्लिकेसन फी फर इन्टरनेसनल स्टुडेन्ट सिकिङ पिएचडी हु हेभ एन अन्डर ग्रेजुएट ब्याचलर जिपिए ग्रेटर देन अर इक्वल टु 3.8 आउट अफ 4 भनेको छ। अब हाम्रो स्केलमा चाहिँ यो भयो, अर 90% यस्तो कुराहरू गरेको छ भनेपछि यदि तपाईँको जिपिए 3.8 भन्दा धेरै छ भने ब्याचलर्समा you will get a application fee waiver अनि तपाईले चाहिँ सेप्टेम्बर 1 देखि डिसेम्बर 1 सम्म तपाईको एप्लिकेसन सबमिट गर्नु पर्यो। अब के भनेको छ, इफ यु मिट द रिक्वायरमेन्ट प्लिज मेल आवर ग्रेजुएट कोअर्डिनेटर। उनीहरूले आफ्नो ग्रेजुएट कोअर्डिनेटरको इमेल एड्रेस पनि यहाँ दिएको छ।
अनि के गर्ने भन्दाखेरि आफ्नो रिसेन्ट अनअफिसियल ट्रान्सक्रिप्ट अर रेज्युम एन्ड रेज्युमे भनेको छ। अब ट्रान्सक्रिप्ट आएको छ भने त्यही भयो, नत्र अनअफिसियल ग्रेड सिटहरू पनि अट्याच गरेर तपाईँले मेल गर्दा भयो। मेल गरेपछि चाहिँ तपाईँको योमा मेल गरेपछि चाहिँ तपाईँले अब एप्लिकेसन फी वेभ हुन्छ। एउटा अर्को स्टेप भनेको यो भयो। अनि अरू कुनै कुनै युनिमा चाहिँ के हुन्छ भन्दाखेरि एप्लिकेसन यस्तो कुराहरू केही मेन्सन गरेकै हुँदैन। सपोज कुनै कुनैमा चाहिँ वेबिनार पनि हुन्छ, तर उनीहरूले त्यो वेबिनारमा एप्लिकेसन फी वेभर दिएको हुँदैन, अर यसरी एक्सप्लिसिटली मेन्सन पनि गरेको हुँदैन यो तपाईँको वेबसाइटमै। तर त्यो भयो भन्दैमा एप्लिकेसन फी वेभर दिँदैन भन्ने चाहिँ होइन। सपोज अब यो युएमबीको कुरा हेर्ने हो भने तपाईँले मैले चाहिँ के गरेको थिएँ भन्दाखेरि एउटा ग्रेजुएट कोअर्डिनेटर भन्ने हुन्छ, ग्रेजुएट एडमिसन कोअर्डिनेटर भन्ने हुन्छ, हरेक डिपार्टमेन्टको आफ्नो हो। त्यो उहाँलाई मेल गरेको थिएँ आफ्नो, ल म नेपालबाट हो, आई वान्ट, मेरो जिपिए यति छ, आई वान्ट टु अप्लाई टु दिस युनिभर्सिटी एन्ड देन त्यो कुरा हल्का फुल्का, अनि त्यसपछि त्यस्तो कुराहरू मेन्सन गरेर अब आइएम फ्रम नेपाल, आई वान्ट बी एबल टु पे भनेर हल्का फुल्का मैले त्यो लेखिदिएको थिएँ। त्यो गरेर अनि आफ्नो रेज्युमे र ट्रान्सक्रिप्ट हालेको थिएँ। अनि उनीहरूले मेल रिप्लाई गरेको छ। मेल रिप्लाईमा चाहिँ उनीहरूले एप्लिकेसन फी वेभर कोड दिएको छ। हो त्यसरी नै तपाईँले अब यो भनेको चाहिँ अब हल्का हिट एन्ड ट्रायल मेथडै भयो। अब तपाईँले जस 40 to 50%ले चाहिँ आई गेस दिन्छ एप्लिकेसन फी वेभर, यदि ग्रेजुएट कोअर्डिनेटरलाई मेल गर्यो भने। तर हल्का चाँडो मेल गर्नु पऱ्यो, किनकि यिनीहरूसँग नै लिमिटेड एप्लिकेसन फी वेभर कोड्सहरू हुन्छ। त्यो कारणले गर्दाखेरि अब सेप्टेम्बर अक्टोबरतिरै मेल गर्दा राम्रो। मेल गरेर अनि अब त्यो एक्सप्लेन गर्ने मलाई यो मलाई यसरी अब तपाईँको युनिभर्सिटीमा अप्लाई गर्नु छ, मलाई यो प्रोग्राममा गर्नु छ भनेर अप्लाई गर्ने। अब कि त अब एप्लिकेसन फी वेभर पाउँछ कि त पाउँदैन, तर ट्राई गर्दैमा चाहिँ कुनै प्रब्लम हुँदैन नि त। हो त्यो कारणले गर्दाखेरि चाहिँ सुरुमा चाहिँ अब फर्स्ट भनेको तपाईँले वेबिनार हेर्नु पऱ्यो। वेबिनारमा उनीहरूले एक्सप्लिसिटली लेखेकै हुन्छ एप्लिकेसन फी वेभर विल बी प्रोभाइडेड, त्यो भयो भने त बेस्ट भयो। यदि त्यो छैन भने उनीहरूले लेखेकै हुन्छ मेल आवर ग्रेजुएट कोअर्डिनेटर and we will give you application fee waiver provided that you fulfill the criteria। अब त्यो क्राइटेरिया युनिभर्सिटी वाइज फरक हुन्छ। अनि लास्ट अप्सन भनेको चाहिँ ग्रेजुएट एडमिसनलाई मेल गर्ने, उनीहरूको त्यो वेबसाइटमा दिएकै हुन्छ। सपोज अब एउटा यसमै हेर्ने हो भने यहीमा हेर्ने हो भने ग्रेजुएट एडमिसनको मेल यहाँ चाहिँ इन्जिनियरिङ ग्राड एडमिसन @wstl.edu भन्ने हो। यसमा मेल गर्ने रिक्वेस्ट फर एप्लिकेसन फी वेभर भनेर हो। त्यो चाहिँ एकदमै धेरै होइन, सर्ट एन्ड स्विट। आई वान्ट टु अप्लाई टु दिस युनिभर्सिटी, मेरो ब्याकग्राउन्ड यो हो, मेरो सिभी यो हो, मेरो ट्रान्सक्रिप्ट यहाँ छ, मेरो रेज्युमे यहाँ छ। अनि त्यसपछि मैले चाहिँ के लेखेको थिएँ भन्दाखेरि एज आई एम फ्रम नेपाल इट विल बी डिफिकल्ट फर मी टु पे, सो इट विल आई बी हेल्पफुल इफ विल प्रोभाइड मी एप्लिकेसन फी वेभर भनेर लेखेको थिएँ। हो त्यो गरेर चाहिँ तपाईँले त्यो पनि एउटा ट्राई मेथड चाहिँ ट्राई गर्न सक्नुहुन्छ। यो भिडियोलाई चाहिँ यति नै। अब यो चाहिँ एप्लिकेसन फी वेभरको बारेमा थियो। अब नेक्स्ट भिडियोजहरूमा चाहिँ हामी प्रोफेसर कसरी सेलेक्ट गर्ने, मेल गर्दाखेरि अरू एसपीमा कस्तो प्रोफेसरलाई मेन्सन गर्ने, कसरी आफ्नो प्रोफाइल स्ट्रङ गर्ने र चान्स कसरी बढाउने, एसिस्टेन्टसिप पाउने, अरू मास्टर्स पिएचडीको लागि भनेर हामी अर्को भिडियो पनि बनाउनेछौँ। सो स्टे ट्युन। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। प्लिज इफ यु लाइक, यदि तपाईँले यो भिडियो इन्फर्मेटिभ पाउनु भने प्लिज लाइक एन्ड सब्सक्राइब एन्ड सेयर इट टु यर फ्रेन्ड्स, सो दे विल अल्सो बी नोटिफाइड अफ दिस प्रोसेस। थ्याङ्क यू।